गिरी टुर एन्ड ट्राभल्सको टिकट काट्ने र भोक लाग्यो भने हेर्नेर आउने हिमालयन ढाबामा ठ्याक्क भात खाने मजाले सिक्नुपर्छ। रमाउँदै जाने, नेपाली गाना सुन्दै जाने, हाँस्दै जाने, बोल्दै जाने। आज हिँड्यो, भोलि 4 बजे नेपाल पुग्यो, नेपालगञ्ज दाल भात मासु खान पुग्यो। एकदम रमाइलो र भरपर्दो समिति हाम्रो है। हाम्रो गाडी यता नारगण्डाबाट सिधै रुपैयाँको लागि र भोलि गाडी नेपालमा पुग्छ साँझसम्म जसरी पनि है त भन्ने ग्यारेन्टीको साथ हामीहरू पठाउँदैछौँ। मान्छे पनि सिट बाई सिट होइन, सिट एकदम राम्रो छ त, भोलि गाडी पुग्ने ग्यारेन्टी छ है त। हेर्नु होला, एकदम चाँडो जानु होला है त सबैजनाहरू। सिट बाई सिट राम्रो, सिट पनि राम्रो छ, पुग्ने पनि। भोलि हाम्रो ड्राइभर मिजु राजा हुनुहुन्छ, यता क्यामेराम्यान यता घुमाउँछ ल मिजु राजा है त, भोलि पुग्ने नि ल भोलि 4 बजे भोलि 4-5 बजे, तर भोलिको डेटमा पुग्छ गाडी है त। नेपाली दाजुभाइहरूको लागि अर्को खुसीको कुरा त्यो छ, हिमालयन ढाबा नारगण्डादेखि अलिकति यता र मटियानादेखि बिचमा ठ्याक्कै हिमालयन ढाबाको नाममा मेरो प्यारो दाई करण दाईको होटल छ। आफ्नो नेपाली दाजुभाइहरूको लागि बस्नको लागि, खानाको लागि एकदम हाम्रो नेपाली दाजुभाइहरूको लागि चाहिँ एकदम बेस्ट छ। र नेपाली दाजुभाइहरूको लागि तपाईँले अब इन्डिया जस्तो ठाउँमाथि व्यवसाय गर्नुभएको छ, होटल राख्नु भएको छ, आफ्नै नेपाली दाजुभाइहरूलाई केही होइन दुःख कष्ट नपरोस् भनेर र गाडीहरू पनि सञ्चालित हाम्रो ड्राइभर दाई हुनुहुन्छ, आदरणीय एकदमै अग्रज दाई हुनुहुन्छ। स्वर्गद्वारी यातायात होइन त, स्वर्गद्वारी गिरी टुर एन्ड ट्राभल्स नारकण्डा हाम्रो चाहिँ नेपालगञ्जमा पनि छ। स्वर्गद्वारी यातायात धेरै पुरानो र बलियो र भरपर्दो हाम्रो छ। त्यहाँबाट आउने जाने सेवा चलिरहेछ। यहाँबाट पनि हामीले हिमालयन रोड्स गिरी टुर एन्ड ट्राभल स्वर्गद्वारी नामबाट चाहिँ हामीले यहाँदेखि चलाएका छौँ। नेपाल जाने आउने यात्रीहरूलाई हामीले सेवा दिइरहेका छौँ। हामीले लगभग 2015 देखि सुरु गरेको काम हो। अहिले चाहिँ लगभग 10-11 वर्ष भइसक्यो राम्रोसँग सेवा दिइरहेछौँ। हामी सबैलाई यो भन्छौँ कि